आज हामीले यो बाटोलाई यस्तोबाट यस्तो बनायौँ र किन हो त हामीले यो बाटो यस्तो बनाएको छि। सो अलराइट गाइस, वन्स अगेन वेलकम ब्याक टु माई अनदर भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु। भ्लग नबनाएको पनि धेरै भइरहेको र आज चाहिँ हाम्रो यहाँ बाटो केही खराबी रहेछ र हामी र साना भाइहरू मिलेर यहाँ बाटोमा काम गर्नेवाला छौँ र यो बाटोमा चाहिँ निकै नै आपत्ति हुनेछ मान्छेलाई र राति चाहिँ अलिकति आपत्ति नै हुनेवाला छ। सो आज चाहिँ हामीहरू भएर यो बाटोलाई राम्रो बनाउने छौँ। हेर्दा सानो भए पनि काम चाहिँ एकदमै गाह्रो थियो र म र भाइहरू भएर यसलाई फर्स्टमा त माटोहरू हालिसक्छौँ र त्यसपछि माटोलाई यहाँ हामीहरू मिलाउनेवाला छौँ। मिलाएर यसमाथि गिटी हालिदिने छौँ फटाफट गरेर। हाम्रो चाहिँ अहिले वनले गर्दा स्कुल छुट्टी भएको कारणले म अहिले भिडियो बनाउन चाहिँ अलिक पाएको थिइनँ अस्ति र अब चाहिँ म डेली भ्लग ल्याउने छु र अहिले चाहिँ खेतीको टाइम पनि भएको छ। त्यसले गर्दा अब अलिक दिनमा चाहिँ खेतीको भ्लग पनि आउनेछ र हामीहरूले चाहिँ यहाँ सबै थोक गरेर माथि गिटी हालिदिएर यस्तो लास्टमा यस्तो भइरहेछ बाटो गाइस। सो लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला एन्ड फलो फर मोर। सो देख्न सक्नुहुनेछ यहाँ हाम्रो बाटो कम्प्लिट भइसकेको छ र प्लिज गाइस किप सपोर्टिङ, वान फलो एन्ड भ्लगमा केही कमी छ भने अझै कमेन्ट गरेर भनिदिनु होला, म त्यसलाई इम्प्रुभ गर्नेछु। र आजको लागि यति नै। सी यू एट नेक्स्ट भ्लग। कस्तो लाग्यो हाम्रो भिडियो, राम्रो लाग्यो भने कमेन्टमा लेखिदिनु र लाइक र सब्सक्राइब गरिदिनु।